अब हामी गुफा सुके पोखरीदेखि चट्टैसँगले हामी शङ्खसभाको सदरमुकाम खाँदबारीतिर जाँदैछौँ। साउजी हजुर है मिज्यू एकदम अब तपाईँले पुर्याउने तपाईँको जिम्मा छ, ल्याउने तपाईँको जिम्मा छ। हाम्रो काकाहरू हुनुहुन्छ यहाँ, एकदम मेरो काका बुबु। हामी मगनीमा जाँदैछौँ है। अब के हुन्छ मलाई थाहा छैन। गर्दाखेरि होइन घरमा अब साइड दरो साइड जुराएर हिँडेका छौँ नि, त्यो नहुँदा त कुरै छैन नि। जे हुन्छ टर्छ होइन, राम्रै हुन्छ। जे हुन्छ राम्रैको लागि हुन्छ। बेहुलीले त मलाई हत्याउनु भएको छ। बाबुआमाले के गर्नुहुन्छ? मैले अघि राति सपनामा देखेको छु, मेरो भतिजको लागि बेहुलीले एकदमसँगले रक्तचन्द्रमा छ भन्ने कुरा मैले देखिसकेको छु। ल काकाको सपना साकार होस्, मेरो हामी सबैको साकार होस्। अहिले सुके पोखरीदेखि हामी अब यता चाहिँ हेर्नुहोस् ल, हामी सकेसम्म लाग्यो। बाटो चाहिँ यो माथि नै अघि हामी आएको चाहिँ यतैबाट आयौँ, यताबाट आयौँ। यतै रहेछ जाने बाटो फेरि अब हामी। ल ल ल गीत पनि बजिरहेको छ एकदम रिमिक्समा क्या, राम्रो हुँदैछ। ठाउँ गीत छ नि, गीतको धुन पनि ठाउँ सकेको छ। त्यही त टिकटकमा त भेटिन्थ्यो। ल ल हजुर बरी ल्याउँ भने त ल्याउँ है, ल्याउनुपर्छ। किनभने समयले दिएको माग हो कि, किनभने बुढापाकाले भन्छ कथाले चाहेको कुरो चाहिँ नै भन्नु हुँदैन अरे। त्यही भएर त अब यस्तो कस्तो टाइट समय पनि होइन। हजुर तपाईँले पनि समय दिनुभयो, गाडी दिनुभयो, हामी सबै काका हामी सबै टाइट समय पनि अब ल्याउँछौँ है त। अब भोलि हेरौँ है त। हजुर हामी 6 जना भएर आउँछौँ। हामी जाँदैछौँ ल्याउनको लागि। गीत त धेरै वर्ष पछाडि गीत त सुकेको पोखरीमा। यो गीत है काका? देख्नु पाइयो कि ल ल ठुलो नि गीत दौडिरहेछ यो सुके पोखरी छेउमा। हामी त बसैमा छौँ, ए ट्याक्सीमै छौँ। खिच्यो तिम्रो मनैमा तातो हुँदैछ भाइ होला त्यो। हामी शङ्खसभाको चैनपुर तातोपानीदेखि मुनि अहिले यो बिहिबारे भन्ने ठाउँ हुनुपर्छ। यतिखेर चाहिँ किन खेल्नु भने कि बेलुका खेल्नु खोइ सोधौँ भन्दा पनि हतार छौँ हो भाइ। नसोधौँ काम गर्ने यो बजारहरू यता हुँदो हो र यतै हो नि बाटो। स्ट्यान्ड लाउने ठुलो बाटो पत्ता लागिहाल्छ सर। पुल तरै जानु पर्यो होइन?
अनि बजार चाहिँ यही हो बिगो बिगर बजार ठुलो आएर छ पिलुवा खोला बेली ब्रिज पिलुवा खोला ल पिलुवा खोला हामी पिलुवा खोलामा छौँ होइन यो त बाटो यो त यही गिटी उठाउन आउने बाटो होला हौ अनि म त अघि त्यस्तो लाग्दै थियो र हामी सभा खोलामा छौँ यो सङ्ख्या सभाको हाम्रो आनन्ददायी हाम्रो गाडी मालिक हुनुहुन्छ आज हामी सट्टैसँगले जाउँ दाजु यो पुलमा यो सभा खोलाको यो पुलमा छौँ नौलो ठाउँमा है नौलो ठाउँ छ अहिले नौलो अनुभव भइरहेछ है ल यो छ यो तल यो सभा खोला होइन त हजुर ल यस्तो छ सभा खोला खादबारी नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ यो खादबारी नगरपालिकाको लागि गेटमा छौँ हामी अब हामी यो पुल सभा खोलाको पुलबाट हामी खादबारी यता यो साइडतिर जाँदैछौँ सदरमुकाम जाँदैछौँ यो सभा खोला हाम्रो गाडी आउँदैछ हाम्रो काका दिपेन्द्र काका हुनुहुन्छ हाम्रो छिमेकी काका एकदम समाजसेवी राम्रो हुनुहुन्छ उहाँ आज हामी खादबारीतिर जाँदैछौँ बुबु हुनुहुन्छ यहाँ हाम्रो बुबु हाम्रो गाडी आइपुग्यो अब हामी यहाँदेखि जान्छौँ आनन्द आइपुग्यो ल यहाँ हामी स्वागत खादबारीमा स्वागत हाम्रो गाडी मालिक हुनुहुन्छ मेज्यू तपाईँ के गर्दै हुनुहुन्छ मेज्यू अब हामी खादबारी प्रवेश गर्दैछौँ है ल है त बिगारे आउन आँटेको थियो। कलको छानमा चाहिँ के रहेछ हो सिस्को पनि रहेछ यहाँ हामी त तेर्सै जानु होला नि कस्तो राम्रो खेल्ने गिराउनहरू यो होइन बच्चाको लागि यस्तो गाडी कम पुग्दो रहेछ गणेश आधारभूत विद्यालय हामी सभा खोलामा छौँ यो सङ्ख्या सभाको हाम्रो आनन्ददायी हाम्रो गाडी मालिक हुनुहुन्छ आज हामी सट्टैसँगले जाउँ दाजु यो पुलमा यो सभा खोलाको यो पुलमा छौँ नौलो ठाउँमा है नौलो ठाउँ छ अहिले नौलो अनुभव भइरहेछ है ल यो छ यो तल यो सभा खोला होइन त हजुर ल यस्तो छ सभा खोला खादबारी नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ यो खादबारी नगरपालिकाको लागि गेटमा छौँ हामी अब हामी यो पुल सभा खोलाको पुलबाट हामी खादबारी यता यो साइडतिर जाँदैछौँ सदरमुकाम जाँदैछौँ यो सभा खोला हाम्रो गाडी आउँदैछ हाम्रो काका दिपेन्द्र काका हुनुहुन्छ हाम्रो छिमेकी काका एकदम समाजसेवी राम्रो हुनुहुन्छ उहाँ आज हामी खादबारीतिर जाँदैछौँ बुबु हुनुहुन्छ यहाँ हाम्रो बुबु हाम्रो गाडी आइपुग्यो अब हामी यहाँदेखि जान्छौँ आनन्द आइपुग्यो ल यहाँ हामी स्वागत खादबारीमा स्वागत हाम्रो गाडी मालिक हुनुहुन्छ मेज्यू तपाईँ के गर्दै हुनुहुन्छ मेज्यू अब हामी खादबारी प्रवेश गर्दैछौँ है ल है त यो हामी शङ्खसभा जिल्लाको सभा खोलामा छौँ है यो सभा खोला पुलमा हामी सबैजना दाजु हुनुहुन्छ काका सबैजना ललित मिज्यू हामी अब कहाँ पो जाँदैछौँ हामी खादबारी बजार है त सदरमुकाम खादबारी ल ल धन्यवाद ओके थ्याङ्क यू बाहिर हुने भयो भाइरल है त यो खादबारी बजार त कोरोलो खादबारी भन्छ अहिले
बजार त छिर्ने यत्र हुन्छ घुम्ने ठाउँ पर कता साइडमा हुन्छ नि यस्तो त साइड गाडी बजार सायद आएको होला अरे कहाँ भयो यहाँ हुँदै छ कि क्या हो खाप्ने बारी आइपुग्यो अब यहाँ छ होइन यहाँ त दोकान होइन होइन होटल हो यहाँ त सुविधा होटल हो कता जानु पर्यो हामी सिधै कि घुम्नु पर्यो स्वागत होटल प्रहरी गरेर आयो दादा सोध्दै गयो एकपटक अब त नागिन्छ हुन्छ बुद्ध टोल कहाँ हो सोध्नु त बुद्ध टोल यो वास हो हो यहाँ वास गर ए होइन वास त्यो त ऊ त पल्लो चाहिँ हो कि त्यहाँ धुन्छ धुँदैन बाइक मात्रै धुँदो रहेछ त्यहाँ पनि